हेलो फ्रेन्ड्स, यो चाहिँ मेरो करेसाबारीको सब्जीहरू यसरी मैले होइन चट्टसँगले रोपेर चाहिँ यस्तो खाने लायकको बनाएको छु। यो चाहिँ रायोको साग हो होइन, एकदम अर्ग्यानिक तरिकाले चट्टसँगले आफूले नै रोपेर चट्टसँगले चाहिँ साग अर्ग्यानिक बनाएको छु होइन। यता फेरि यो चाहिँ प्याज हो है, यो चाहिँ प्याज हो, त्यो चाहिँ लसुनहरू हो होइन। यता पनि लसुनहरू छ, यसरी हल्का बिचमा कोपीहरू राखिदिएको छु। अनि यता लसुनहरू छ यसरी चट्टसँगले, अनि साना साना सागहरू पनि रोप्दैछु। अनि यहाँनिर चट्टसँगले यहाँ पनि प्याजहरू छ। अनि यतातिर चाहिँ साग, अनि यो चाहिँ के हो, धनियाँ हो है। अनि बिचमा यसरी यो बोडी होला यसरी रोपिएको छ। यो चाहिँ अर्ग्यानिक तरिकाले फलाएको यो चाहिँ धनियाँ हो। सो गाइज, अनि यतापट्टि चाहिँ यो मुलाहरू इत्यादिहरू छन्। यो चाहिँ मैले हल्का करेसाबारी बनाएको हो, किनभने अर्ग्यानिक भन्ने कुरोहरू खाँदाखेरि चाहिँ एकदम स्वास्थ्यलाई पनि राम्रो हुन्छ। यो चाहिँ बन्दाकोपी। सो गाइज, यस्तो खालको छ है चट्टसँगले करेसाबारी चाहिँ। थ्याङ्क यू।